वेलकम टू माई न्यू ब्लग साथीहरू। आज चाहिँ म आएको छु सुरुङ्गा बजारमा रहेको मनोकामना मोबाइल एन्ड इलेक्ट्रोनिक पसलमा। यहाँ चाहिँ मैले एउटा मोबाइल लिन आँटेको छु साथीहरू। कुन मोबाइल लिँदा राम्रो होला? यहाँ हुनुहुन्छ पसलको प्रोभाइडर मिलन बराइली, हाम्रो गाउँकै भाइ। 17,500 15,000 मिलाएर है एकदम। अरू कुन यो 14,000 होइन राम्रो हो होइन? रेडमी लाँदा पनि हुन्छ, टेक्नोबाट लाँदा हुन्छ, इन्फिनिक्सबाट छ, ओप्पो छ, ओप्पोबाट चाहिँ इन्फिनिक्स, रेडमी, ओप्पो। इन्फिनिक्स त लगेको काम छैन के। कहाँ लगेको? मैले लगेको तपाईँलाई मैले इन्फिनिक्सको फोन पहिला दिएको त राम्रो छ। खुब राम्रो। एउटा एकछिन तातो भने एउटा फोन त चल्छ त, 4-5 वर्ष चल्छ एउटा फोन, त्यही त हो। खोइ रेडमीको हेरौँ। रेडमीको 14,000। रेडमी राम्रो कि भिभो राम्रो मोबाइल? भिभो पनि राम्रै हुन्छ हौ, अब आफ्नो ब्रान्ड हुन्छ सबैले चलाउने। रेडमी चाहिँ रेडमी पनि राम्रो, भिभो पनि राम्रो। अब कसैलाई भिभो मनपर्छ, कसैलाई रेडमी मनपर्छ, फरक त्यही त हो। भिभो त अरू हुन्छ, भिभो। अनि साथीहरू मोबाइल छान्दा गरेपछि भिभोको 128 GB स्टोरेज, 6 GB ऱ्याम भएको मोबाइल अनबक्सिङ हुँदैछ है साथीहरू। यस्तो राम्रो छ फोन हैन? कति राम्रो। यो फोन चाहिँ आज मैले कसलाई गिफ्ट गर्दैछु भनेर यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला हजुरहरूले है त साथीहरू। यो मोबाइल आज गिफ्ट हुँदैछ एकजना व्यक्तिलाई। त सबै हालिदिनु न, भाग्यमानी व्यक्ति मेलहरू हुनुहुन्छ। त्यो मोबाइल पाउने भाग्यमानी व्यक्ति को हुनुहुन्छ भनेर सोचिरहनु भएको होला। त्यो सोचिरहनु हजुरहरूले फुल वाच गरिदिनु होला। यो मोबाइल कसैलाई राम्रो छ? विदेश नगइकन बसेको छौ पक्कै पनि साथीहरू छ, राम्रो छ। फुल वाच गर्नुभयो भने मात्रै हेर्न सक्नुहुन्छ है यो मोबाइल पाउने व्यक्तिको भनेर। यहाँ चाहिँ टेम्पर खोज्दै हुन्छ साउजीले युट्युबमा। टेम्पर मिलिरहेको छैन त्यो मोबाइललाई। कतिवटा छ मेरो, सब्सक्राइब गर्नु है टेम्पर क्लास। यो मोबाइल चाहिँ नि साथीहरू हामी बाबु छोरी बुबा छोरीको तर्फबाट गिफ्ट हुँदैछ है यो फोन। यहाँ साउजीले चाहिँ भेटिरहनु भएको छैन यो मोबाइलमा फिट हुने खालको टेम्पर ग्लास। बल्ल भेटेर फाइनल्ली टेम्पर ग्लास लगाइरहेछ फोनमा। कहिलेदेखि क्या यही हो दोकान? 10 वर्ष हुन्छ। हो र? जे सन्तुष्ट छ? ठिकै छ, बाँचेकै छ, त्यही त हो। विदेश जान हो न, नभए केटाहरू त पुरै
हजुर बनाउने अब त्यो माथि उता जानु न त यहाँ चाहिँ अब वारेन्टी कार्ड बनाइदिएछ मेरै नाममा अब आफ्नो फोन लिएपछि त आफ्नो नाममा हुनु पर्यो नि वारेन्टी कार्ड हो 1 वर्षमा बिग्रियो फुट्यो भने चाहिँ साट्न मिल्छ भन्ने कुरा भयो 25 हो यो वर्षमा के भयो भने कम्पनीले बनाइन्छ फोन बिल पनि फोन नम्बर 98 0 60 12 305 60 12 305 यो बिल सहित ल्याउनु है फोन पे ए ल किनभने वारेन्टीमा पछि हेर्दैन के यो फोन हाल्दिनु एउटा फोटो खिचिदिन्छ नि त कस्तो फोटो फोन फोटोको यो फोन भएको यो फोन जस्तो लाग्ने टिकटकमा आउँछ हाम्रो चाहिँ खोइ हेरौँ मनोकामना मोबाइल भन्ने छ कि ए ल के नि भिडियो बनाएको भयो भने नि टिकटकमा के गरी बनाउनु भिडियो बनाउँदैनौँ नि त हामी फोटो मात्रै हाल्ने यो यसको अर्को कलर हाल्नु पर्दैन पूर्ण मोबाइल प्याकिङ हुँदैछ झोला अब जाँदैछ यो फोन र टिप्न त ब्याग विशेष व्यक्तिलाई यो पकाउनु न पैसा दिएर के मनोकामना मोबाइल मनोकामना मोबाइल इलेक्ट्रोनिक झोला सहित झोला ला 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 ओ फाइनली पैसा पनि दिनु आइपुगे घर लाउनु ल फाइनली गराउनु हो व्यक्तिले खोलेर हेर्नु हाम्रो आमा हजुरले फोन गिफ्ट पाइसक्नु भएको छ अब डिस्काउन्ट हुन्छ माग्नु बाबाहरूले यत्रो उपर आउँदैछ छोरीलाई चाहिँ यसो खुट्टा त ताप लाग्दैन बधाई पनि भन्नुभयो थ्याङ्क यू टिको लाएर ला छोरी त 200 400 500 ल धेरै बधाई छ ल्याइदिएको बधाई न धेरै धन्यवाद छ घरलाई घर त यसो गर्नु न अब यो बिल छ अनि यो के अरे यो चार्जर छ अनि माथिबाटै हुँदैन फोन त त्यहाँबाट सिमको पनि होला सिमको पनि छ अनि फोटो यस्तो आउने भयो कि अनि यो छ नाम हेर्नु पो आउँदैन त के भिभो हो
सुरुङ्गा सुरुङ्गाबाट ओप्पो अरे भिभो 17,500 मिलनकैबाट ल्याएको यस्तो देखाउनु त यस्तो भन्नु हुँदैन त्यस्तो भन्नु हुँदैन राम्रो छ यस्तो गर्नु यता हेर्नु मोबाइल भनेर मेरो चाहिँ फोनै छैन भनेर 128 को हो यो भएको थियो फाइनली फोन पाउनुको खुसी हुनुभयो है तेरो पनि 128 को होइन तेरो जस्तै हो त्यो पनि 17,000 मेरो गिफ्ट गरेको मलाई उसमा हेर्दा पनि कति पर्छ भन्ने कुरो पनि बुझ्दा रहेछ नि जति मोबाइलमा हात बाँधेर बस्नु त फोटो हाल्ने खालको ठिकै आउँछ ठिकै आउँछ होला मोबाइलकै कभर हो अब यसलाई यताबाट ब्याग म यो फेसबुकबाट डाउनलोड गरिदिन्छु फेरि नेट हालिदिन्छु अब नयाँ मोबाइलबाट के सिक्न चाहनुहुन्छ त अब यसबाट मेन चाहिँ मलाई चाहिँ अब एउटा भिडियो बनाउन कतै जाँदाखेरि काहीँ घुम्न जाँदाखेरि बनाउने इच्छा छ अनि कतै जाँदा काहीँको फोटो खिचेर चाहिँ ल्याउने आफ्नो मोबाइलमा राख्ने मन छ अनि इंग्लिश ल्याङ्ग्वेज पनि सिक्न मन छ सिधा त बस्नु कस्तो अल्टर बस्नु इंग्लिश ल्याङ्ग्वेज त अब सिक्न मन कति छ नि मलाई कहीँ जाँदा बोल्न पाउँदिन टिकटक पनि डाउनलोड गरिदिएको छु अनि मेरो एउटा कुरा छ मेरो मोबाइल अरूले चलाउन पाउँदैन बिग्रिन्छ मैले अरूले 5 वर्ष भन्यो भने मैले 10 वर्षसम्म मलाई टिकाउने मेरो इच्छा हुन्छ म धेरै चलाउँदिन थोरै चलाउँछु अरूले छोइदिनु भएन म थोरै चलाउँछु टाइम टेबलमा अनि बिग्रिन्छ अर्काको हात पर्यो भने धेरै चलायो भने पनि थाम्दैन थोरै चलाउँछु कतै जाँदा सम्पर्क घरमा गर्नलाई मलाई गाह्रो थियो हैन कहीँ जाँदाखेरि यसो अप्ठ्यारो थियो आफ्नो फोन नभएपछि कतै कहाँ पुग्यो के भयो कसो भयो भनेर घरबाट बुझ्न पनि नपाउने मैले पनि घरको कुराहरू बुझ्न पाउनु हुन्थ्यो नि पाउन त तर अलि अप्ठ्यारो थियो भन्नु न हैन अब आफ्नो मोबाइल नभएपछि अप्ठ्यारो हुन्थ्यो अब सजिलो भयो एउटा सानो मोबाइल किनेको थियो त्यो सानो मोबाइल पनि थामेन त्यो पनि बिग्रिहाल्यो एउटा मोबाइल मलाई गरिदिएको थियो धेरै वर्ष थाम हो नपत्याउँदा त्यसले नल्ली आमालाई फोन किनिदिउँ हामीले फेसबुक टिकटक युट्युब सबै डाउनलोड गरिदिएको छ हैन अनि के अरे युट्युब त भइहाल्छ हैन खुसी हुनुहुन्न खुसी छु हौ अनि के भन्नु न त केही बोल्नु धेरै खुसी छु खाँचो थियो मेरा आफ्ना आफन्तसँग बोल्न नि पाउँदिन थिएँ भने जस्तो गरी अरू कसैले पनि फोन गर्दिनस् भन्थे त्यस्तो गर्न पनि आफ्नो नहुँदा त्यति सहज हुँदो रहेछ पाउँदिन थिएँ अब भिडियो अन्तिमसम्म वाच गर्नुभएकोमा थ्याङ्क यू सो मच साथीहरू बाई बाई फेरि पुनः अर्को ब्लग लिएर आउनेछु छोरीसँग मेरो माइती घरमा मेरो मावला घरमा अनि मेरा आफ्ना घरमा सबैसँग बोल्न पाउँछु अब आफ्नै तरिकाले सजिलो भयो पाउँदिन थिएँ मेरो नभएर पाउन चाहिँ पाउनुहुन्थ्यो कि नपाउनु चाहिँ होइन नि फुलडो होइन हौ हेर्न डाउनलोड गरिदिँदैछु जान छिटो नगर्नु अनि यो खाऊ ऊ झरो 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 मैले कसो गरेर ल्याएको थिएँ घर आउनु मेरो यसो ठाडो पारेर ल्याएर ठाडै